सेवा साथीहरू नमस्ते। म चाहिँ अनिक्षा राई फेरि पनि आइसकेको छु नयाँ भिडियो लिएर। अनि आज चाहिँ हामी बहिनीहरू नाना नानीहरू भएर सबैजना आज हामी भालुढुङ्गा घुम्न जाँदैछौँ। इलामको भालुढुङ्गा। अनि भालुढुङ्गामा हामी के गर्छौँ, कसो गर्छौँ, हामी के गर्छौँ भनेर म तपाईँहरूलाई सबै देखाउने छु। अहिले चाहिँ नानाहरू चाहिँ देख्न सक्नुहुन्छ तल आउँदैछ। म चाहिँ यहाँ अलिक माथि पुगिसकेको छु। तपाईहरूलाई मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट गरेर भनिदिनु होला है साथीहरू। अनि मेरो भिडियोलाई यदि मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। यता हेर्नु सबैजनाले। हामी चाहिँ अहिले चाहिँ आधी बाटोमा पुगेको छु। मेरो क्यामेरामा के हो। हामी चाहिँ साथीहरू अहिले चाहिँ आधी बाटो पुगिसकेको छौँ। कतिखेर पुग्नु पर्ने अहिले घाम लाग्दै थियो, अहिले हुसु लागिरहेको छ। हामी चाहिँ यहाँनिर आधी बाटोमा। यहाँ हामी चाहिँ पुग्न लागिसक्यौँ भनेको कहाँ पुग्दैछौँ तर थाहा छैन। सायद अनुमानले चाहिँ पुग्न लागिसक्यौँ हामी चाहिँ। अहिले चाहिँ यहाँ आइपुगेको छौँ। हिँड्नु त कस्तो फुलिरहेछ गुलाब फुल। पूर्णिमा हाई। हामी चाहिँ भालुढुङ्गा पुग्न लाग्यौँ। अब चाहिँ साथीहरू हामी भालुढुङ्गा पनि आइपुग्यौँ। यहाँ देख्न सक्नुहुन्छ वेलकम टु भालुढुङ्गा। देख्दैछ कि छैन यहाँ पानामा रहेको छ। यता नानीहरू चाहिँ यहाँ फोटो खिच्दैछ। यता हेर्नु न बसेर छोरा आरो नि यता हेर्नु हेर्नु न। वाउ हाई गरिदिनु। हाई आन्सँग पनि बस्नु न। यता छ बहिनीहरू चाहिँ यता छ। अब हामी चाहिँ यता तलतिर घुम्छौँ। हेर्दै गर्नु होला है साथीहरू। तर आज कस्तो धेरै हुसु लागिरहेको छ देख्न सक्नुहुन्छ। यता तल केही देखेको छैन, केही देखेको छैन। यता हेर्नु छोरा। हजुर त्यहाँ तल भालु होला नि, भालु मन्दिर हो। मन्दिर रहेछ शिवजीको मूर्ति होइन यहाँ तल। साथीहरू यहाँ देख्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो रहेको छ भालुढुङ्गाको। यता तल भालु बसेको ठाउँतिर झर्ने बाटो हो यो चाहिँ साथीहरू। यहाँनिर यस्तो छ जङ्गल डरै लाग्दो हुसे लागेको त्यस्तै। यहाँनिर यहाँ ढुङ्गामा चिप्ल्यो भने त लडेर। यता मेरो नानी चाहिँ जुन्ताले। लु हिँड। साथीहरू ट्री हाउस पनि रहेछ है यहाँनिर ट्री हाउस। साथीहरू यहाँ मेरो छोरा चाहिँ यहाँ बुद्ध भगवान हेर्ने अरे त्यही भएर यहाँ लिएको। हजुर नमस्ते भन्नु, नमस्ते भगवान भन्नु। पर्खिनु देख्न सक्नुहुन्छ बुद्ध भगवान। साथीहरू यहाँदेखि देखिने दृश्य चाहिँ यस्तै छ है। रुखहरू जङ्गलहरू। यहाँ तर भाइहरू बुई पस्नु हुँदैन है, माथि पस्नु हुँदैन नि। साथीहरू अहिले चाहिँ हामी चाहिँ भालुकै मुखमा आइपुगेको छौँ ल। यस्तो मुखमा यहाँ देखाउँछु म तपाईँहरूलाई। यहाँ देख्न सक्नुहुन्छ है भालुकै मुखमा आइपुग्यौँ हामी चाहिँ। यहाँ देख्न सक्नुहुन्छ। ल हिँड्नु नानी भित्र हिँड्नु छोरा। ल हिँड म पनि आउँछु।
लाऊ मेरो थर्मस अलि माथि हिँड भाइले चाहिँ अगाडि नलगाऊ न तिमी चाहिँ अगाडि हिँड न हामी त भित्रसम्म पसेको हिँड म यहाँ जाँदिनँ हुन्छ यहाँ देख्न सक्नुहुन्छ साथीहरू भालुढुङ्गा भित्र चाहिँ यस्तो रहेको छ भित्र हामी त पहिला भित्रसम्म पसेको कस्तो ओडाल छ साथीहरू यो मेरो झोलाले दिँदै छैन देख्न सक्नुहुन्छ यस्तो भालु पहिला बसेको ठाउँ हो यो चाहिँ यहाँ देख्न सक्नुहुन्छ आउनु नाना आउनु हुने नाना आउनु हुने नाना हामी पसौँ न पहिला आउनु पूर्णिमाले हेर्दै गरोस् न आउनु न बत्ती बालेर उयो पूर्णिमा भाइहरू हेर है हामी त पहिला नै पसेको हो नि त यहाँभित्र देख्न सक्नुहुन्छ पहिला नि भित्र सुत्दा भित्रसम्म छ नि देख्नुभयो तपाईँ बस्नु भएको थिएन देख्न सक्नुहुन्छ भित्रसम्म छ यहीँसम्म छ धेरै छैन पस्नु नि उयोसम्म आउने यहीँसम्म चाहिँ हो धेरै छैन अब यहाँ ठुलो ठाउँ छ मान्छेहरू पस्छ त यहाँभित्र देख्न सक्नुहुन्छ यहाँभित्र ल भित्र आउनु यहाँ ठुलो ठाउँ छ यहीँसम्म यहाँदेखि उतै छैन साथीहरू पहिला चाहिँ यहाँनिर भालु बसेको थियो अरे त्यही भएर यहाँ भालुढुङ्गा भनेको हो देखाउ त उता लाइट देखाउ त उता डुलोतिर देख्न सक्नुहुन्छ यस्तो ठाउँ चाहिँ छ साथीहरू हजुर यहाँ नआउनु है भालुले खाला नि यो भालु कोतारेको सबै भालु बसेको जाउँ ल साथीहरू यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ भालुढुङ्गा यहाँ माथि चाहिँ भालुको पाइला यो चाहिँ भालुको पाइला हो है साथीहरू साथीहरू हामी चाहिँ यहाँनिर अर्को गुफामा पनि आइसकेको छौँ यहाँ चाहिँ अर्को म पस्छु है ल त्यहाँ भाइलाई पक्र है ल यहाँ त अलिक चिप्लो चिप्लो बाटो रहेछ लड्छु होला पसेर म तपाईँहरूलाई देखाउँछु साथीहरू यहाँ चाहिँ तर माथिल्लो भन्दा अलिक सानो छ कि माथिल्लो चाहिँ धेरै गहिरो यहाँ पनि पहिला भालु बसेको यो त झन् खतरा छ नाना छैन बनाएको होइन भालु नै बसेको कि पहिला नाना नहेर्नु हुने कस्तो खतरा छ ल उखुन छ हामी चाहिँ थकित अवस्थामा यहाँ अर्को गुफा पुगेर आउँदा त हामी सबैजना यहाँ थकित अवस्थामा नि आरोन यहाँ हेर्नु न आरोन माया गर्ने पप्पी गरिदिनु आरोन माया गरिदिनु खै माया वाउ इस अन्त नि यहाँ चकचकी चाहिँ यहाँनिर यहाँ देख्न सक्नुहुन्छ साथीहरू यहाँनिर तर क्यामेराले त्यस्तो देखेको छैन कि यहाँ आँखाले देखेको जति रुखहरू कस्तो यहाँ कर्ली कर्ली परेकोहरू यहाँ देख्न सक्नुहुन्छ अब यहाँ हामी ट्री हाउसमा जान्छौँ यहाँ पर हामी भालुढुङ्गा सबैतिर घुमिसक्यौँ होइन साथीहरू अब चाहिँ हामी घर फर्केको मेरो छोरा चाहिँ यहाँ छ लड्छ भन्दैछु है यहाँनिर आन्टीको ब्याग बोकेर जाँदैछ घाँटीमा यता हेर्नु त छोरा यता हेर्नु न नानी यहाँ आदि चाहिँ यता आउनु हुँदैछ अब सबैजना घर फर्केको अब लागेको पानी पर्नु खोज्दैछ पानीले भरै कुद्छ होला हजुर ल